Good morning, class 10 students. Today again I have brought one questions from the same topics, determinant of matrix of optional math class 10. Class 10 को आज optional math बाट र same determinant of matrix topic बाट अर्को टाइप्स को क्वेशन्स लिएर आएको छु. क्वेशन्स रहेको छ हाम्रो solve the following system of linear equations by matrix method. अब यो दिएको है, यो दिएको लिनियर इक्वेशन्सलाई चाहिँ के त हामीलाई मैट्रिक्स मेथडबाट सोल्भ गर्नलाई भन्छ है. यसले सोल्भ गर्दाखेरि हामीले सही भन्दा पहिले के गर्नुपर्ने हुन्छ भन्दाखेरि यसलाई हामीले के त इक्वेशन्स फर्ममा लेख्नु पर्ने हुन्छ. ल यहाँ सोल्भ गरौँ. सोलुसन्स गिवन इक्वेशन इक्वेशंस can be written as हामीले यसलाई अब के त इक्वेशन्स फर्ममा लेखौँ. 9x minus 8y equal to 12. इक्वेशन आयो. 2x plus 3y equal to 17. इक्वेशन आयो. अब हामीले सबैभन्दा पहिले के त इक्वेशन्स फर्ममा लेख्ने. इक्वेशन फर्म लेखिसकेपछि अब यसलाई हामीले के त मैट्रिक्स फर्ममा लेखौँ. अब writing the given equation writing the given equations I and II in matrix form. अब यो दिएको इक्वेशन्सहरुलाई चाहिँ के त हामीले मैट्रिक्स फर्ममा लेख्नु पर्ने हुन्छ. मैट्रिक्स फर्ममा हामी लेख्दाखेरि अब यहाँ हेरौँ. यो भनेको 9 भनेको x भनेको भेरिएबलको अगाडि के छ भन्दाखेरि कन्स्ट्यान्ट भ्यालुहरु छ. कन्स्ट्यान्ट भनेको 9. त्यस्तै यो a y भनेको भेरिएबल. y भेरिएबलको अगाडि हामीले के त कन्स्ट्यान्ट भ्यालु 8 दिएको छ. त्यस्तै 2 छ, 3 छ. हामीले अब के त कन्स्ट्यान्ट भ्यालुहरुलाई पहिला लेखौँ. 9 त्यसपछि -8 त्यसपछि 2 त्यसपछि 3 है. यो हाम्रो कन्स्ट्यान्ट भ्यालु लेख्यौ. त्यसपछि हामीले अब यो x र y बाट हामीले यहाँ x र y लेखौँ है. यो x र y हामीले किन लेख्यौ भन्दाखेरि यदि हामीले 9 - 8 2 3 ले यतिले हामीले x y ले मल्टिप्लाई गरौँ भने हाम्रो यति फर्ममा आउँछ है. यति फर्ममा आउँछ है. मल्टिप्लाई गर्ने जस्तै 9 * x 9x माइनस प्लस माइनस 8 * y 8y है. त्यस्तै अब 2 * x 2x प्लस 3 * y 3y है. र हाम्रो यो भनेको 12 and 17. सो यो हाम्रो चाहिँ के त भन्दाखेरि x है. यो चाहिँ हाम्रो के भन्दाखेरि ax = c है. ax = c. सो यसलाई हामीले क्वेशन्स 1 मानौँ. यो a भनेको हाम्रो यो भयो है. 9 - 8 2 3 भयो. x भनेको हाम्रो xy भयो. इक्वल टु 12 भनेको and 12 and 17 भनेको हाम्रो c है. अब हामीले यहाँ where लेख्न सक्छौँ. where a = हाम्रो भनेको यो a भनेको हाम्रो 9 - 8 2 3 त्यस्तै x भनेको हाम्रो x y त्यस्तै c भनेको हाम्रो 12 and 17. अब यति गरिसकेपछि हामीले अब के गर्नुपर्ने हुन्छ भन्दाखेरि हामी जस्ट लेट गरे a भनेको हाम्रो 9 8 2 3 त्यस्तै x भनेको हाम्रो xy c = हाम्रो यति हामीले के गरे त यहाँ देखायो. त्यसपछि अब हामीले के गर्यो भन्दाखेरि अब हामीले यसको के त डिटरमिनेन्ट निकालौँ है. डिटरमिनेन्ट. सो हियर डिटरमिनेन्ट निकालौँ. 9 - 8 2 3 है. इक्वल टु 9 8 जा 9 3 जा 27 9 * 3 है. 9 * 3 minus 8 * 2 -8 * 2
ल यसको डिटरमिनेन्ट निकाल्दाखेरि हामीले अब के गर्नुपर्छ 9 3 जा 27 माइनस माइनस प्लस 8 2 जा 16 अब जोडो त 23 7 and 6 13 2 and 3 4 43 है यो हाम्रो चाहिँ के भन्दा डिटरमिनेन्ट अब हामीले के त एडजेसेन्ट निकालौं एडजेसेन्ट एडीजे ए एडजेसेन्ट एडीजे अफ ए इक्वल टु हाम्रो अब के हुन्छ त एडजेसेन्ट हाम्रो यसको निकालौं एडजेसेन्टमा के हुन्छ भन्दाखेरि हाम्रो यो डायगोनल है यो डायगोनल हाम्रो पोजिसन चेन्ज हुन्छ 3 माथि जान्छ र 9 हाम्रो तल आउँछ र यसको के हुन्छ भन्दाखेरि साइन चेन्ज हुन्छ यो प्लस हो के माइनस हो माइनस भने प्लस 8 यो प्लस 2 छ भने माइनस 2 है यो हाम्रो एडजेसेन्ट भयो अब हामीले अब के गर्नुपर्ने हुन्छ भन्दाखेरि इन्भर्स निकाल्नु पर्ने हुन्छ है इन्भर्स निकाल्नु अब ए इन्भर्स इक्वल टु हाम्रो फर्मुला हुन्छ 1 by determinant of adjacent a है अब हाम्रो यहाँ 1 by हाम्रो डिटरमिनेन्ट कति आएको छ त डिटरमिनेन्ट 43 डिटरमिनेन्ट 43 त्यसपछि हाम्रो एडजेसेन्ट कति आयो त 3 8 minus 2 9 अब हामीले यसको मल्टिप्लाई गरौँ ठाउँ पुग्दैन कि क्या हो ल अब हामीले यसको के निकाल्यो त मल्टिप्लाई गरौँ 3 by 43 त्यस्तै अब 1 into 8 8 by 43 त्यस्तै minus 2 by 43 त्यस्तै 9 by 43 यो हाम्रो चाहिँ के हो भन्दाखेरि ए इन्भर्स भयो है अब हामीले निकाल्नु पर्ने के रहेको छ भन्दाखेरि सोल्भ गर्नुपर्ने हुन्छ हाम्रो x र y को भ्यालु निकाल्नु पर्ने हुन्छ अब हामीले x र y को भ्यालु निकाल्दाखेरि अब हामीले फ्रम अब हामीले यहाँ लेख्नु पर्छ x इक्वल टु यहाँ ठाउँ नै पुगेन त x equal to a inverse c from I लेखौं from I अब x equal to हाम्रो a inverse कति आयो त हाम्रो a inverse हाम्रो 3 by 43 3 by 43 त्यसपछि हाम्रो 3 by 43 त्यसपछि हाम्रो 8 by 43 minus 2 by 43 9 by 43 र c हाम्रो c कति रहेको छ त c हाम्रो 12 by 70 अब हामीले यहाँ के गर्नुपर्ने हुन्छ अब 3 by 43 8 by 43 2 by 43 9 by 43 लेखे त हामीले 12 by 70 12 र 7 लेखे गर्नुपर्ने हुन्छ मल्टिप्लाई गर्नुपर्ने हुन्छ अब यताको म मेट्छु है यताको अलिकति मेरो ठाउँ नपुगेर स्पेसको अभाव छ ल अब यहाँ मल्टिप्लाई गरौँ माथि माथि मल्टिप्लाई हुन्छ 12 into मल्टिप्लाई गरौँ 12 into 3 36 by 43 36 by 43 त्यसपछि हामीले गरौँ 18 into 17 कति हुन्छ 17 8 जा 17 8 मल्टिप्लाई गरौँ 8 56 अनि 8 5 136 8 7 is 56 there is 5 and 8 1 is 8 8 1 is 8 and 5 13
So 136 plus 136 by 43. त्यस्तै फेरि यसले गरौँ 12 2 into 12 2 into 12 हाम्रो 24 minus 24 by 43. त्यस्तै अब 17 into 19 गर्दा ल 17 into 19 63 6 153 153 153 by 43 है अलिकति यसलाई त्यसपछि अब हामीले गरौँ अब 43 43 43 कमन त्यसपछि हाम्रो 36 plus 136 त्यस्तै अब 43 43 अब 43 कमन त्यस्तै अब minus 24 plus 153 है अब हामीले यसलाई गरौँ कति हुन्छ अब 6 6 12 3 3 9 3 3 6 7 and 1 6 and 6 12 3 3 6 7 172 and 43 by अब यसलाई घटाऊ अब है 153 बाट 153 बाट 24 घटाउँदा कति हुन्छ 9 यो भयो 4 to 129 है 129 by 43 अब हामीले यसलाई अब गर्दैन है सो x y equal to हाम्रो 172 by 43 है 172 by 43 त्यस्तै 129 by 43 त्यस्तै अब हाम्रो 172 by 43 129 by 43 यसलाई हामीले अब डिभाइड गरौँ है अब डिभाइड गर्दाखेरि 43 ले 172 ले डिभाइड गर्यो भने हाम्रो 4 and 123 लाई 43 ले डिभाइड गर्यो भने हाम्रो 3 सो हाम्रो x equal to x भनेको नि हाम्रो के छ त x by y सो x equal to 4 3 so therefore x y equal to 4 3 so this is our answer so अब बोर्ड सानो भएर पढाइ नटिएन त्यो भएर मेट्नु पर्यो so thanks for today and अर्को भिडियो अर्को दिन लिएर आउँछु धन्यवाद।